सबैजनालाई गुड मर्निङ अनि सेवारन सेवानी है नमस्कार तपाईँहरूलाई मेरो सानो फेसबुक पेजमा तपाईँहरू के हुनुहुन्छ सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु। सो आज चाहिँ म बिहानै लाइभ टाढो छ दार्जिलिङमा होइन अब अरू जग्गा त अब म एक्चुअली अब धेरै नै भइसक्यो होइन घरमा बसेको पनि सो धेरै चिसो छ। सो मैले चाहिँ भने आज म एउटा सुप बनाएर पिउँछु अनि तपाईँहरूलाई पनि देखाउँछु घरमै बसेर चाहिँ हामीले जाडोमा मार्गी लाग्दा कसरी चाहिँ सुप बनाएर पिउँदा ठिक होला र आफूलाई राम्रो पनि होला भन्ने चाहिँ सो मैले आफ्नो मिजा छु। सो तपाईँहरूले देख्न सक्नुहुन्छ साथीहरू क्याबेज क्यारोट है कोलिन्डर ग्रिन चिल्ली गार्लिक एन्ड जिन्जर है हामी यतिवटा आइटममा चाहिँ हामी 2-3 बोल सानो बोल है सुप बोलको 2-3 बोल चाहिँ हामीले मजाले यति मिजामा बनाउन सकिन्छ अनि खान सकिन्छ। ननभेज बनाउने थिएँ तर ननभेज चाहिँ मैले बनाइनँ तर म यसमा एड चाहिँ लम्फङ सुप बनाउँदैछु यसमा अन्डा त एड अवश्य हुन्छ। सो तपाईँहरूलाई कस्तो लाग्छ साथीहरू बताइ। सो स्टार्ट गर्नेछौँ हामी अब भिडियो यहाँनिर कसरी भने सो हामी रिफाइन्ड ओइल युज गर्दैनौँ सरसो युज गर्छौँ किनभने हाम्रो हेल्थको लागि एकदम गार्लिक लाउने हो है यसमा गार्लिक लाउने हो अनि यसमा जिन्जर लाउने हो जिन्जर गार्लिक त हामीले लगाइसकेछौँ यसलाई हल्का चलाउने होइन हल्का चलाउने हो साथीहरू। हल्का चलाएपछि यसमा ग्रिन चिल्ली हामी एड गर्ने हो ग्रिन चिल्ली चप है साथीहरू गर्ने। सो यसलाई ब्राउन हुने हो तपाईँको क्याबेज क्यारोट काटेको थियो नि त्यसलाई एड गर्ने हो सानो है चप गरेर त्यसलाई हल्का ब्राउन साथीहरू हेर्नुहोस् यो ब्राउन भइसकेको छ है ब्राउन भइसकेको छ। त्यहाँदेखि आफ्टर हामी साथीहरू यो ब्राउन भइसकेको छ ब्राउन भइसक्नु साथ हामी यहाँ गरम पानी युज गर्नेछौँ है चिसै पानी युज गर्दा पनि हुन्छ तर म चाहिँ गरम पानी युज गर्दैछु होइन त्यही लगाउने हो हेर्नु सक्नुहुन्छ गरम पानी युज गर्नेछ अनि गरम पानी लगाइसक्यो है साथीहरू। सो यसलाई हामी हल्का चलाउनेछौँ गाइस साथीहरू। यसलाई हिन्दीमा भनिन्छ भने आरोट आँटा नेपालीमा भने मकैको पिठो है कर्नफ्लोर भनेर इङ्ग्लिसमा भनिन्छ। सो यसलाई चाहिँ हाल्ने हुन्छ घोल्नेपछि हामीले नमक राखेको छौँ यहाँ अजिनामोटो छ तर एक्चुअली अजिनामोटो हाम्रो युज हुँदैन बाहिरतिर तर घरमा त अलिकति युज गर्नलाई स्वादको लागि तर यसमा एरोमेटिक पाउडर हुन्छ यता उम्लिरहेको छ है। सो हामीले यसमा नमक युज गर्नेछौँ है हामी नमक युज गर्नेछौँ हल्का त्यति नमक युज गर्नेछौँ। त्यहाँदेखि आफ्टर यसमा हामी के युज गर्नेछौँ चाहिँ कर्नफ्लोर सरर हालेर चाहिँ हामी यस्तो चलाउनेछौँ है हामी चलाउनेछौँ। हामी यसलाई के गर्नको लागि हो गाढा गर्नको लागि थोडा मोटा बन्ने नगरी हेर्नु है सबैजनाले। सो गाइस फाइनली यस्तो फेना भइसकेपछि चाहिँ हामीले यो चाहिँ सरर उम्लिँदै गरेको उम्लिने दिनु चलाउने धनिया पत्ता एड गरिदिनु डालिदिनु लगाउने छौँ बनिसकेको छ। सो म यहाँनिर आफ्नो बोलमा लाउँदैछु हेर्नु साथीहरू। सो यत्तिको चाहिँ हुनुपर्छ है यत्तिको चाहिँ हुनुपर्छ। सो कस्तो लाग्यो साथीहरूलाई मेरो लम्फङ सुप